नमस्कार, मेरो नाम अनुज्ञा दर्नाल, कक्षा 5बाट। कहिलेकाहीँ म बाटोमा हिँडिरहँदा कुनै अङ्कलहरूको हेराइले गर्दा अनसेफ फिल गर्छु। हजुरले मलाई सेफ फिल गराउनको लागि के गर्न सक्नुहुन्छ? सेफ फिल गराउनलाई पहिलो कुरा चाहिँ हाम्रो देशमै भनौँ न, ओभरअल कन्ट्रीमै चाहिँ एउटा एडभोकेसी के भएको छैन भन्दाखेरि मान्छेलाई हेर्नु पनि उसको पर्सनल एउटा अधिकार भन्दा बाहिरको कुरा हुन्छ। कसैलाई हेरिराख्नु, कसैलाई स्टेयर गर्नु, कसैको बारेमा नराम्रो टिप्पणी गर्नु, यो पनि एउटा अपराध हो भन्ने कुरा चाहिँ यो देशमा एडभोकेसी भएको छैन। यो कुरा चाहिँ हामीले बिस्तारै बुझाउँदै जानुपर्छ, हरेक सानोदेखि ठुलो लेभलमा बुझाउँदै जानुपर्छ। यो पनि एउटा अपराध हो भनेर जबसम्म मान्छेले बुझ्दैनन् त्यो बेलासम्म यो चिजहरूलाई चाहिँ कन्ट्रोल गर्न सकिँदैन। त्यही भएर उहाँ नानीहरूलाई सेफ फिल गराउनलाई चाहिँ हामीले यसको बारेमा एडभोकेसी गर्छौँ, मान्छेहरूलाई चेतना दिन्छौँ र बिस्तारै यो सानो रूपमा होस् यो कारबाहीको रूपमा पनि लानुपर्छ, किनभने यो चाहिँ एउटा अपराध हो भन्ने त मान्छेलाई बुझाउनु त पर्यो नि त। त्यसरी चाहिँ हामी गर्ने प्रयास